हेलो साथीहरु, आजको भिडियो रहेको छ फेसबुकमा हालेको जुनसुकै भिडियोमा चाहिँ हामीले थम्बनेल चाहिँ कसरी हाल्ने भन्ने सम्बन्धी चाहिँ आज हामी सिक्नेवाला छौँ है साथीहरु। यदि तपाईहरुलाई पनि आउँदैन भने प्लिज भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नु होला। त्यसको लागि साथीहरु तपाईहरु सबैभन्दा पहिला गुगलमा जानु होला हैन, अनि त्यहाँनिर चाहिँ तपाईको फेसबुक एकाउन्ट चाहिँ त्यहाँनिर लगइन गर्नु होला है साथीहरु। यहाँनिर चाहिँ तपाईहरुको पासवर्ड र त्यो नम्बर र पासवर्ड राखेर चाहिँ लगइन गर्नु होला हैन। मैले यहाँनिर लगइन गरे, मेरो यो चाहिँ प्रोफाइलमा आइपुगिसकेको छ। अब यहाँनिर चाहिँ मेरो पेज रहेको छ साथै, यो तामाङ बोय भन्ने मेरो पेज हो। यहाँनिर चाहिँ म एउटा भिडियोमा चाहिँ थम्बनेल कसरी राख्ने भन्ने सम्बन्धी चाहिँ तपाईहरुलाई सिकाउन गइरहेको छु। राम्रोसँग हेर्नु होला है त। यहाँ तलपट्टि हेर्नु होला, यो चाहिँ मेरो पेज हो। यहाँनिर हेर्नुस् त, यो भनेको मेरो पेज हो। यहाँनिर पेज भनेर देखाइरहेको छ है साथीहरु। यहाँनिर हेर्नुस् त, यो मेरो पेज हो। अब यहाँनिर यो चाहिँ मैले भर्खर खोलेको हो हैन, खोलेको हो। त्यही भएर यहाँनिर खासै फलोवर्सहरु केही पनि छैन। अब यहाँनिर तल मैले एउटा भिडियोमा थम्बनेल हालिसकेको छ है साथीहरु। हिजो अस्ति मैले भिडियो हालिसकेको छ। त्यसमा चाहिँ अब थम्बनेल चाहिँ अब कसरी राख्ने भन्ने सम्बन्ध चाहिँ म सिकाउन गइरहेको छु। यहाँनिर रहेको छ 3 डट हैन, यहाँ माथि अहिले देखाउने छु। यहाँनिर मैले थम्बनेल राखेको छु। यहाँनिर यो थम्बनेल कसरी राख्ने भन्दाखेरि यहाँनिर 3 डट छ, यो 3 डटमा टच गर्नु होला। यहाँनिर 3 डट छ है साथीहरु। त्यो 3 डटमा थिचेपछि यस्तो आउँछ। त्यसपछि तल सार्यो भने यहाँनिर सार्नुपर्छ। कहाँ पुग्यो? यो 3 डटमा थिच्नु होला। यो 3 डटमा थिचेपछि नेट स्लो भयो के हो? यहाँनिर 3 डटमा थिच्नु, त्यसपछि यस्तो आउँछ। त्यसपछि माथि सार्यो भने यहाँनिर एडिट पोस्ट भन्ने आउँछ हैन। अनि एडिट पोस्ट भन्नेमा थिचिसकेपछि चाहिँ यहाँनिर चाहिँ हेर्नुस्, भिडियो अप्सन भन्ने आउँछ है। भिडियो अप्सन भन्नेमा थिच्नु पर्ने हुन्छ तपाईले। यहाँनिर भिडियो अप्सन भन्ने आउँछ। अनि त्यसमा थिचेपछि चाहिँ तपाईले यहाँ तल्लोपट्टि चाहिँ त्यहाँ आउँछ हेर्नुस् है। यहाँ तल्लोपट्टि सार्नु भयो भने यहाँनिर चेन थम्बनेल भन्ने आउँछ। मैले पहिले राखिसके भएर यहाँ चेन थम्बनेल भन्यो। पहिले राखेको छैन भने चाहिँ त्यस्तो देखाउँदैन। यहाँनिर अनि अपलोड इमेज भन्नेमा टच गर्नुपर्छ। त्यसपछि यहाँ तल्लोपट्टि गऱ्यो भने यहाँ अपलोड इमेज भन्नेमा टच गर्नुपर्छ। त्यसपछि तपाईको ग्यालरीमा तपाईले थम्बनेल पहिल्यै बनाएर राख्नुपर्ने हुन्छ। त्यसपछि मैले यहाँ राखेको छु, यसलाई सिलेक्ट गर्छु म। यहाँबाट डन गर्यो भने यहाँ डनमा थिच्नु होला हैन। त्यसपछि यहाँ आइसकेको छ कि थम्बनेल यसरी आउँछ। त्यसपछि तपाईले यहाँ तल सार्नु भयो भने तलपट्टि सेभ भन्ने अप्सन देखाउँछ अलि तल है। यहाँ तलपट्टि हेर्नुभयो भने यहाँनिर सेभ भन्ने अप्सन देखाउँछ। यहाँनिर सेभ भन्नेमा अप्सनमा थिचिसकेपछि तपाईको त्यो थम्बनेल चाहिँ त्यसमा सेट हुन्छ है साथीहरु। यसरी अब सेभमा थिच्नुभयो भने तपाईको थम्बनेल सेभ हुन्छ यसरी। यहाँनिर हेर्नुस् त, यसरी बसिसकेको छ। हुन त मैले पहिले राखेको हो हैन, तैपनि मैले जसले पनि यसरी चाहिँ तपाईहरुले चेन गर्न पनि सक्नुहुन्छ हैन भने यसरी तपाईहरुले त्यहाँबाट थम्बनेल राख्न पनि मिलिहाल्छ है साथीहरु। ल त साथीहरु, भिडियो तपाईहरुलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने प्लिज मैले दुःख गरेर यो भिडियो बनाएको छु, एउटा लाइक गरिदिनु होला। त्यसपछि मन पर्यो भने चाहिँ एउटा शेयर पनि गरिदिनु होला है साथीहरु। यदि तपाई फेरि च्यानलमा पनि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला है। मैले आफूले जानेको कुरा चाहिँ तपाईहरुको माझ भिडियो बनाएर चाहिँ तपाईहरुको माझ शेयर गर्ने गर्दछु। यदि तपाईहरुलाई फेरि पनि आउँदो भिडियोहरु हेर्न मन लाग्यो भने चाहिँ भिडियोलाई सब्स्क्राइब गरेर जानु होला है साथीहरु। हस्, धन्यवाद।